सभामुख महोदय, आज बजेट अधिवेशनको पहिलो दिन सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 22 अप्रिल 2025 मंगलबारको दिन मित्र राष्ट्र भारतको कश्मीर स्थित पहलगाममा पर्यटकहरूमाथि गरिएको आक्रमणप्रति म आफ्नो व्यक्तिगत तर्फबाट र मेरो जनमत पार्टीको तर्फबाट निन्दा र खेद व्यक्त गर्दछु। साथै उक्त घटनामा रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका 11 कालीनगरका सुदीप न्यौपाने सहितको 26 जनाको ज्यान गएको छ। सबैप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु। साथै 24 दिनदेखि शिक्षकहरूको लगातार आन्दोलनहरू विभिन्न माग सहित काठमाडौँको विभिन्न स्थानमा भइरहेको छ। यसप्रति सरकारको गम्भीर ध्यान जाओस् र यस्ता समस्याहरू समयमा समाधान गरियोस् भने म सरकारसँग अनुरोध पनि गर्न चाहन्छु। साथै हामीले समृद्ध मुलुकको परिकल्पना गरी कानून निर्माणको प्रक्रियामा छौं र अहिले बजेट बनाउने समयमा पुगिसकेका छौं। यो अवस्थामा हामीले सकभर देशभित्रकै कच्चा पदार्थहरूलाई प्रयोग गरी देशको अर्थतन्त्रलाई अगाडि बढाउने नीतिहरू ल्याउनु र त्यस प्रकारको बजेटहरू बनाउनु अति आवश्यक रहेको छ। र पछिल्लो समयमा सरकारले गरेका केही राम्रा कामहरूप्रति शिक्षा स्वास्थ्यमा गरेका काम, त्यसपछि तपाईको विभिन्न आर्थिक क्रियाकलापमा गरेको कामप्रति सरकारलाई धन्यवाद दिन्छु। साथै हामीले यो एउटा चित्र हेर्न सक्छौं। यो तपाईको कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष भित्रको यो फोटो रहेको छ। हामीले अधिकतम कच्चा पदार्थ प्रयोग गर्ने कुरा त गर्छौं, तर यो एउटा शुक्लाफाँटा जस्तो एसियाकै सबभन्दा ठूलो घाँसे मैदान भएको ठाउँको यो फोटो रहेको छ। त्यसमा जंगलभित्र विभिन्न सडेका ढलेका काठहरू कुहिरहेका छन्। आग लागि भएर ती काठहरू नष्ट भइरहेको अवस्था छ। के यसलाई हामीले कुन कानून बनाएर कहिले यस्ता काठहरूलाई प्रयोग गरेर अर्थतन्त्रलाई अगाडि बढाउन सक्छौं, यतातिर पनि सरकारको यस्ता नीतिहरू बनाउनु अति आवश्यक रहेको छ। र खास गरी हामीले यस्ता प्रकारका पुलहरू अहिले हेर्न सक्छौं। हामीले यो फोटोमा हेरिरहेका छौं। यो बर्दिया जिल्लाको गुलरिया नगरपालिका गुलरिया बजार स्थित वार्ड नम्बर 7 र 8 जोड्ने खोलाको यो फोटो रहेको छ। यतातिर सरकारहरूको बजेट बनाउने क्रममा ध्यान हुँदैन। त्यसकारण यस्ता वास्तवमा जनताले भोगिरहेका समस्याहरूप्रति लक्षित गरेर बजेट निर्माण गर्नु अति आवश्यक हुन्छ। यसप्रति सरकारको पक्कै पनि यो बजेटमा चाहिँ ध्यान जान सक्ला भन्ने विश्वास छ मेरो। अर्को कुरा के रहेछ सामान्य सभामुख महोदय, देश अहिले चरम आर्थिक मन्दीमा गुज्रिरहेको छ। निर्यात न्यून र आयातमा वृद्धि भइरहेको छ। निजी क्षेत्रका व्यवसायीहरू निराशामा छन्। यसमा विभिन्न समस्याहरू छन्। नीतिगत समस्या छ, संरचनागत समस्या छ, खुला सिमानाको समस्या छ, भ्रष्टाचारको समस्याहरू व्याप्त अवस्थामा छन्। 2046 पछि एउटा पनि औद्योगिक क्षेत्रको स्थापना हुन नसक्नु, भएका उद्योग क्षेत्रहरू बन्द हुने स्थितिमा जानु, विशेष आर्थिक क्षेत्रहरूमा भाडामुखी देखिनु, शान्ति सुरक्षादेखि खानेपानीसम्मको व्यवस्थापन नगर्न सक्नु, यो सरकारको एकदम लज्जास्पद कमजोरी रहेको छ सामान्य सभामुख महोदय। यसकारण अग्रिम आयकर, मूल्यकर, अभिवृद्धि कर, सन्दर्भ मूल्य पुस्तिका असन्दर्भिक रहेका छन्। यसलाई हटाउनुपर्छ अथवा यसलाई पुनर्विचार गर्नुपर्छ। यतातिर सरकारको ध्यान जाओस्। औद्योगिक ऐनमा स्थानीय कर लगाउनु ठीक या बेठिक छलफल गरेर यस्ता विभिन्न प्रकारका जुन दोहोरो कर प्रणालीहरू छन् यसलाई समाधान गरियोस् भने सरकारसँग म अब आउने यो बजेट अधिवेशनमा यस्ता कुराहरू सामेल गरी ऐनका बजेटहरू बनाइयोस् भन्ने म माग गर्दछु। त्यस्तै रिसाइक्लिङ गरिने उद्योगहरूलाई प्रोत्साहनको सट्टा जताततै कबाडी आतंक फैलिएको छ। सरकारले यस कुरालाई व्यवस्थित गर्नुपर्छ भन्ने जस्ता कुरा राख्दछु। धन्यवाद।